Okay. Morphine, fentanyl. Morphine. It is a natural opioid. यसको हाफ लाइफ हुन्छ 2 to 4 hours but redistribution reduces to 15 to 20 minutes. Route intravenous, intramuscular, subcutaneous, oral, epidural, intrathecal. Dose 0.1 to 0.2 mg per kg. Morphine को mechanism of action भनेको similar to opioid हैन, तीनटा लेभलमा हुन्छ. Cellular level, spinal level and then supraspinal level. Cellular level binds with receptor that stimulate G protein synthesis and increases CAMP pathway. Spinal level ma it acts on substantia gelatinosa of dorsal horn and decreases excitatory transmitter. And then supraspinal level अथवा medulla मा काम गर्छ हैन, block nociceptive transmission binding with receptor in rostroventral region of medulla. अब मोर्फिन को इफेक्ट्स हरु CVS, रेस्पी, CNS, मसल, इन्डोक्राइन, GI, आई, रेनल सबैमा हुन्छ हैन. CNS अब CVS मा हाइपोटेन्सन, ब्राडिकार्डिया, रेस्पिरेटरी मा रेस्पिरेटरी डिप्रेसन, ब्रोन्कोडाइलेसन. CNS मा के हुन्छ एनाल्जेसिया, सिडेसन, सीजर, इंक्रीज सेरेब्रल मेटाबोलिक रेट CMR. मसल मा वुडन चेस्ट, स्टिफ चेस्ट अथवा मसल रिजिडिटी. इन्डोक्राइन मा रेज पिट्युटरी हार्मोन. GI मा कन्स्टिपेसन, नोजिया, भोमिटिङ. आई मा मायोसिस, लो IOP. रेनल मा युरिनरी रिटेन्सन. यसको युजेसहरु के हुन्छ? सिभियर पेन कन्ट्रोल, प्री मेडिकेसन बिफोर सर्जरी, इपिड्युरल एनाल्जेसिया, पल्मोनरी इडिमा मा युज हुन्छ. यसको एडभर्स इफेक्ट नोजिया, भोमिटिङ, रेस्पिरेटरी डिप्रेसन, कार्डियक डिस्फङ्क्सन, कन्स्टिपेसन, युरिन रिटेन्सन, डिपेन्डेन्स टोलरेन्स. अब आयो पालो आयो फेन्टानिल है त. फेन्टानिल इज 100 times मोर पोटेन्ट देन मोर्फिन. डोज भनेको 2 to 5 माइक्रोग्राम पर केजी. ऱ्यापिड अनसेट 2 to 5 मिनट्समै हुन्छ. ऱ्यापिड रिकभरी पनि हुन्छ, 1 to 2 hours मै रिकभरी हुन्छ. यसको रुट भनेको इन्ट्राभेनस, इन्ट्रामस्कुलर, म्युकोसल, ट्रान्सडर्मल, इन्ट्राथेकल. यसमा मोर कार्डियोभास्कुलर स्टेबिलिटी देन मोर्फिन. इट इज युज इन पेनलेस लेबर with bupivacaine. Better than morphine to prevent stress response in laryngoscopy, intubation and surgery. Fentanyl can produce significant muscle rigidity. यसले पनि वुडन चेस्ट सिन्ड्रोमै बनाउँछ.